जाने होइन तपाईँ युएस पढ्न। यदि तपाईँहरू अमेरिका पढ्न जान चाहनुहुन्छ भने यो विशेष मौका छ, अफर छ तपाईँहरूको लागि। विथआउट आइएल्स पनि एक्सेप्ट गर्ने युनिभर्सिटी छ हामीसँग। जम्मा फी जम्मा 7,200 मतलब 7,200 पर इयर तपाईँको चाहिँ ट्युसन फी भएको युनिभर्सिटी छ हाम्रो क्यालिफोर्निया रहेको युनिभर्सिटी। गएर आफ्नो उच्च शिक्षा हासिल गर्न चाहनुहुन्छ अमेरिकामा गएर। अब डेटका कुरा गर्दा पनि अहिले इतिहासमा अहिले धेरै वर्ष कोभिडपछि तुरुन्त डेट पाइरहेको छ। तपाईँले अब आज 13 नोभेम्बर भयो नि 20-22 नोभेम्बर डेट पाइराख्नु भएको छ। मजाले स्टुडेन्ट भिसा डेट पाइरहेको छ। त्यही तपाईँहरू ज्यानको इन्टेकलाई अमेरिका गएर युएस गएर आफ्नो उच्च शिक्षा हासिल गर्न चाहनुहुन्छ त्यो पनि विथआउट आइएल्स विथ आइएल्स पनि हुन्छ, विथआउट आइएल्स पनि हुन्छ। त्यो तपाईँहरूको चाहिँ आइएल्स अनुसार छैन भने त्यस अनुसारका युनिभर्सिटी हामीसँग छन्। आइएल्स छ भने त्यसै अनुसारका युनिभर्सिटी छन्। स्कलरसिप पाउनुहुन्छ। स्कलरसिप चाहिँ तपाईँको आइएल्स छ, जिपिए राम्रो छ भने विथ 100% स्कलरसिप पनि तपाईँको युनिभर्सिटी छ हामीसँग। र होइन मसँग आइएल्समा 5.5 छ अथवा आइएल्स गरेको छैन, म युएस अप्लाई गर्न चाहन्छु, एकचोटि इन्टरभ्यू दिन चाहन्छु भन्नुहुन्छ भने पनि I-20 हामीले तुरुन्त तपाईँलाई मगाएर जेनरल इन्टेकलाई चाहिँ डेट बुक गरेर तपाईँले युएस पढ्न जान चाहनुहुन्छ भने अहिले एकदम उपयुक्त समय हो। तपाईँहरूलाई हामी स्वागत गर्न चाहन्छौँ एजुकेसन म्यान्डेट बाग बजारमा स्टडी इन युएस।